पशुपति क्षेत्रमा तपाईँ जहाँ खन्नुस् त्यहाँ शिवलिङ्ग मात्रै निस्किन्छ। सृष्टिको प्रारम्भमा ज्योति रूपमा प्रकट भएको पशुपति बागमतीको किनारमा दब्यो। त्योभन्दा अगाडि पूजा गरिने मूर्ति चाहिँ जसलाई दाजु पशुपति भनिन्छ शिवलिङ्ग अहिले शङ्कराचार्य मठमा राखिएको छ। त्यो चाहिँ अलिकति फुटेको थियो माथि, अनि यो चाहिँ मुसलमानले हानेको भन्थे। अहिले चाहिँ त्यहाँ माथि के कवच लगाइदिएर छ, देखिँदैन फुटेको, अब चाँदीको कवच लगाइदिएको छ। एकपल्ट बङ्गालका मुसलमानहरूले यहाँ आक्रमण गरे 14औं शताब्दीमा सारा मठ मन्दिरहरू लुटेर लगेका छन्। त्यो शिवलिङ्ग किन छुन पाइँदैन? जस्तो भक्तहरूले छोएर पूजा गर्न किन पाइँदैन? त्यहाँ पशुपतिको लाई छुनका लागि त्यसले पाशुपत मन्त्र र श्री विद्या मन्त्र दुईटा लिएको हुनुपर्छ। राजा महाराजाले 20 जना 30 जना कन्याहरू बिहे गर्दै पछि उनीहरू मर्दा सबै सती जानुपर्थ्यो। त्यो सती जाँदा कस्तो नियम थियो भने सतीको सम्पत्ति खान हुँदैन भन्ने थियो। त्यो सम्पत्ति पनि त्यहाँ छ, नागमणि पनि छ त्यहाँ। नागमणि पनि छ। तीनवटा कुरा त्यहाँ देखाइन्छ। यति दान गर्छ मान्छेले त्यो कुनै काउन्टेबलै हुँदैन। अनि के थियो चलन भने पशुपतिको प्रसाद खान हुँदैन भन्ने भएको हुनाले पहिले चाहिँ त्यो भात जुन पकाएको हुन्थ्यो त्यो लगेर बागमतीमा बगाउने के गरिन्थ्यो। वास्तवमा शिवजी चाहिँ सुरुमा हिन्दूहरूका देवता थिएनन् कि अरूबाटै पो लिएको हो कि स्वयम्भू? पशुपति पनि स्वयम्भू होइन कि आफ्नै उत्पत्ति भएको, कसैले बनाएको होइन। बौद्ध धर्ममा चाहिँ सुरुमा नै बुद्धले मूर्ति पूजाको विरोध गरे। देउता सेउता केही छैन, पूजा गर्नु पर्दैन। कस्तो रमाइलो छ, बौद्ध धर्म र हिन्दू धर्मको मिल छ। मान्छेले त्यो नबुझेर म देउता मान्दिनँ जे गर्छु भनेपछि पनि त्यहाँ गएपछि चाहिँ मान्छे के हुन्छ भने अलिकति त्यहाँ अगाडि चाहिँ झुक्नै पर्छ देउताको अगाडि। यो साँच्चै पाप धर्मको कुरा गर्ने भने बागमतीमा लगेर नाली हालेको महापाप हो। अहिले त त्यो तपाईँको नरक बगेको छ। यहाँ बाहिर जति कुरा गरे पनि पशुपतिलाई लुटेर लान्छु भने हिम्मत कसैको छैन। प्रचण्डजीहरूले हुन त अब पछाडि लाइनमा आउनुभयो, अहिले त पूजा नि गर्न थाल्नुभयो। मन्दिरहरू पनि उहाँका मान्छेहरूले भत्काउनु हुन्थ्यो। उहाँकै मान्छे भट्ट नियुक्ति गरेको नेपाली भट्ट किन नछोको पशुपतिनाथलाई छोएर मजाले पूजा गर्दा हुन्थ्यो। अब पशुपतिको अर्को एउटा रहस्यात्मक